प्याज गोडाइ छ है, प्याज गोडाइ छ। यो प्याजलाई चाहिँ राम्रोसँग घाँसहरू झारहरू गोडिदिनु पर्छ अनि त्यस पछाडि सट्टै सिँचाइ गरिदिनु पर्छ अनि यो चाहिँ एकदमै राम्रो हुन्छ। मैले राम्रोसँग गोडमेल गरिदिइसके पछाडि प्याजलाई चाहिँ यसरी सिँचाइ पनि गरिदिन सुरु गरिदिइसके। हामीले राम्रोसँग गोडे पछाडि यसलाई सिँचाइको एकदमै बढी जरुरत पर्छ। अनि हामी मान्छे जस्तै हो नि त, हामी मान्छेलाई पनि सानैबाट सिहार सुसार पुगेर चाहिँ राम्रो हामीमा सिँचाइ भएको छ भने पछि गएर हामी राम्रो हुन्छौँ। त्यस्तै हो नि, यसलाई सागसब्जीलाई पनि गोडमेल अनि सिँचाइको अत्यन्तै बढी आवश्यकता पर्छ। यसलाई गोडिएन भने सिहारिएन भने यहीँ बिलेर जान्छ, यहीँ हराइ जान्छ। अनि मैले छेउछेउमा थुप्रै बोडी पनि रोपिदिएको छु। यो चाहिँ झागा चाहिँदैन, यो अब बढ्दै जाँदैछ। यसले चाहिँ एकदमै राम्रोसँगले हामीलाई फाइदा दिन्छ। सागसब्जीको दुःख हुँदैन, किन भन्दाखेरि सागसब्जी प्रशस्तै किनेर खाने ठाउँ छ भने त केही फरक पर्दैन। अब बजार टाढो यदि हामीसँग छ भने हामीले आफ्नो करेसाबारीहरू कहीँ खाली राख्नु हुँदैन, रोप्नुपर्छ, केही दुःख हुँदैन। यो झुप्रे बोडी मैले यसरी रोपेको छु। आम्मामा, यसले पछि केही समयमा जेठमा वैशाखदेखि अन्तिमदेखि फल्नु थाल्छ। लटरम्मै फल्छ, लटरम्मै फल्छ, भुइँभरि लत्रिएर फल्छ। यो अत्यन्तै फल्ने खालको सिमी हो। यसरी हाम्रो करेसाबारीहरू थोरै धेरै जे जति छ हामीले परिश्रम गरियो भने सागसब्जीको दुःख हुँदैन। हामी आमाहरूलाई चाहिँ मैले भन्न चाहेँ, किन भन्दाखेरि धेरै जस्तो भान्सामा हामी आमाहरू नै बस्छौँ नि त। त्यही भएर हजुरहरूलाई पनि मेरो करेसाबारी देखाउँदैछु। अनि मैले यहाँ नै जिम्बु पनि रोपेको छु। जिम्बु यो चाहिँ पहिलाको जमानामा हाम्रो आमाहरूको चाहिँ मसला अरे के, मैले त्यही भनेर चाहिँ रोपेको छु। यो खाँदा एकदम मिठो हुन्छ। यो चाहिँ लेखाली लसुन